धेरै गाह्रो छ नि त कन्टेन्ट पाएको थिएन आई हेभन गेट एनी कन्टेन्ट टु मेक द भिडियो बट वाट आई वाज फेस राइट नाउ जस्ट बिफोर वी वर लाइक 7-8 पर्सन थियो है एन्ड द सेम टाइम यहाँ अलिकति कानुनहरू एकदम कडा छ नि त सो वी हेभ टु फलो द्याट वान अल्सो एन्ड अनि त्यहाँ गाडीभित्र चाहिने लिमिट सेट जम्मा 5 जनाको थियो सो 6 जनाको थियो सो त्यहाँ चाहिँ नि हामी टोटल्ली 7 जना भयो यहाँबाट पन्च आउट गरेर जाने अनि उहाँ भाइ चाहिँ नि अटाएन सो 7 जना भएको कारणले एकजना अटाएन सो देन आफ्टर मैले पनि अब भाइलाई एक्लै त छोड्नु भएन देन आफ्टर आई स्टे हियर विथ हिम होइन बसेको छु र स्टिल वी आर वेटिङ फर द्याट गाडी है गाडीलाई अब उनीहरूलाई छोडेर आउँछ एटलिस्ट इट विल बी टेक लाइक 15 to 20 मिनट गएर आउनलाई एन्ड 20 मिनटसम्म चाहिँ नि अब केही न केही त गर्नु पर्यो वेल भाइलाई एक्लै पनि छाड्नु भएन नि त इट्स न्यू एन्ड अल्सो इट्स नट हार्ड टु स्टे हियर एलोन बट अल्सो होइन साथी हुनु भनेको त सबैभन्दा राम्रो हो नि त द्याट इज द वान पोइन्ट होइन साथ दिनु भनेको राम्रो कुरा हो नि त सो अहिले चाहिँ नि हामी 2 जना यहाँ छौँ र गाडीलाई कुरिरहेको छौँ इट्स नट एलाउड टु मेक अ भिडियो इनसाइड बट इभन होइन हामी यहाँ भन्न खोजेको कारण के हो भने युएमा हाउ होइन कसरी मान्छेहरूले रुललाई फलो गर्छ भनेर त्यो चाहिँ नि देखाउन खोजेको र फाइनली गाडी आयो वेटिङ टाइम फिनिस नाउ वी आर मुभिङ फ्रम हियर ओके लेट्स गो बाइ